च्यान्दारा होला एक त घाम धुप्न लाग्यो फर्किने अब ए यहाँ त नजाने भनेर दोरी बाँध्दै रहेछ म त गएको जाउँ के यसो होला र भाइ हुन त फेरि हाम्रो चाहिँ घोडा त्यहाँनिर छ यताबाट जान त फेरि उकालो आउनुपर्छ होइन अघि आएको बाटो अब बाटो नगर्नुभन्दा हामी फेरि जाउँला होइन त्यहाँसम्म गयो भने त फेरि छाजुङमा जानु पाइयो नि त अब त दाइ भयो होला कि हाम्रो भोलाकिङ है अब त भयो भोलाकिङ चाहिँ बन्द गर अन्त त आजको कन्टेन्ट धेरै धेरै लामो बन्न सक्छ यो चाहिँ पहाड साथमा म पनि छु है पछि पछि हिँड्दैछु कसरी गर्ने भनेर सबैजनालाई हार्दिक धन्यवाद होइन दाइ हजुर धन्यवाद सबैलाई र अब भोलि पर्सिको भाइटिका छ धेरै धेरै शुभकामना तिहारको सबै परिवारलाई अब हामी त यस्तै हो तिहार भए पनि दसैँ भए पनि जङ्गलतिर मनाउँछौँ त्यही पनि छुट्टी पऱ्यो भने दसैँ तिहारको माहौल पनि हामी ल्याउँछौँ म जहाँ जान्छु त्यो ठाउँको रमाइला कन्टेन्ट रमाइला इन्भाइरोमेन्ट तपाईँहरूलाई प्रयत्न गर्नेछु फेरि यो रुखमा चढ्न मन लाग्यो चरा चरा ल यो रुखमा चढ्छु म ल ल ल छोरे छोरे यति सजिलो रुख पनि यो यति सजिलो रुख छ नि यो यसरी चढ्ने दाइ यसरी चढ्ने है तल अप्ठ्यारो छ है अनि यहाँ जाने यसरी यहाँ चढ्ने यो भाइले फेरि उठपटाङ मात्रै गर्छ यो बाँदर ओ त्यहाँ चढिरहेको छु यहाँबाट तल यो फ्याट्ट गयो भने त दाइ गइहाल्यो नि तल ढुङ्गा हेरेर हामी त गइन्छ नि फेरि हाम फालेर मरु कि दाइ 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 न यहाँबाट हामी ए म त त्यहाँ गएकै छैन हामी भीमसर र म यहाँ आएर पुरा सुतेको कि दाइ यहाँ उभि यहाँ त बिन्दास छ दाइ जाउँ यसरी दाइ यहाँ एकजना सुत्ने दाइ अघि म यहाँ सुतिरहेको थिएँ कि यसरी सुतिरहेको थिएँ कि दाइले त्यो यहाँ आउनु सुत्न भनेको शीतलमा थाकियो पनि अब भयो होइन अब त हामी त भ्याउँदैन फेरि हाम्रो हामी कहाँबाट हेर्दै यता
है